के छ सरकार हालखबर? ठिक छ यार, तिम्रो सुनाऊ। ठिक छ यार मेरो पनि। कहिले आएको रे तिमी? भयो 2-3 दिन। तर यो ठाउँ तिम्रो कसरी पत्ता लाग्यो यार? होइन मलाई एकचोटि पहिला बिकेन दाइले एकचोटि हाम्रो एउटा म्युजिक भिडियो गर्ने भनेर उता तल छम्पीको डाँडामा आथ्यौँ। बाटै बिर्सेछु क्या आज। अनि आज घुम्दै आउँदाखेरि यतातिर जाऊँ भनेर तल आएर ठ्याक्क सोधेपछि यहाँ थाहा भयो नि त। सुसाइड पोइन्ट रहेछ त्यहाँनिर चाहिँ अलिक डेन्जर डाँडा रहेछ है। तर खस्यो भने चाहिँ मान्छे बाँच्दैन त्यहाँनिर चाहिँ। हामीलाई चाहिँ त्यहाँनिर पनि खिच्न मन लागेको थियो तर यो ठाउँ ठिक होला भनेर होइन। ठिक लाग्यो तिमीलाई आज आएको? शीतल मौसम चिल छ नि यहाँ त है। होइन मलाई पनि कस्तो भने अलिकति यस्तो डाँडा टाइपमा कतै जान पायो भने अलिक टाढै जानु मन लागेको थियो खासमा। चिज छ नि त बाटो अलिक यहाँ त आइराख्दो रहेछ नि मान्छेहरू। अनि मलाई चाहिँ यो यस्तो डाँडातिर हिँड्न मन लागिरहेको थियो कि। अनि अब फेरि डाँडातिर हिँड्नु एक्लै हिँड्नु नि त भएन। अनि मनमिल्ने दोस्त चाहियो नि त यार यस्तो मन लाग्यो नि होइन। ठ्याक्क तिमी हिजो आएको बेला पऱ्यो क्या त्यही भएर। तिमीलाई ठिक लाग्यो ठाउँ? मलाई नि चिल लाग्यो यार धेरै बेसी। चिया खाऊँ ल? यो चाहिँ म तिमीलाई स्पेसल चिया खुवाउँछु। म खासै चिया खाने मान्छे त होइन। तर यो छोडेको कि फेरि बेला बेला खान्छु। होइन यो यस्तो यो चिसो मौसमलाई हल्का के भन्ने होला गर्मी बनाउने मात्र क्या। यो चाहिँ स्पेसल चिया हो फ्रम युकेबाट आएको चिया हो। कसरी सामान दिने हो तिमीलाई सम्म है। त्यहाँनिर त्यो उसको टिस्युको रहेछ। ल चिया त हरियो छ है। टेस्ट गर न तर अलिक पातलो भयो जस्तो लाग्छ। यो त के उजस छ यो के अरे फ्लेभर क्या? भन न। त्यो चेरीहरू हुन्छ नि त्यसको लागि स्पेसल फ्रुट टी हो मैले मगाएको। कहाँबाट? युकेबाट। अनि म यहाँ चाहिँ पाउनु? यहाँ चाहिँ पाउँदैन रहेछ। मैले धेरै खोजेँ। यसको बेनिफिट के हो त फेरि? बेनिफिट त फ्रुट हो जुस हो होइन। यो अब त्यो ड्राई फ्रुट बनाएर त्यो फ्रुटलाई ड्राई बनाएर राखेर त्यसलाई फेरि अहिले भिजाएर खाएको हो क्या। अरू केही होइन। मैले सोच्दा चाहिँ अब त्यसको ठ्याक्कै डेफिनेसन दिन सक्दिनँ म यसको बेनिफिट पनि। तर मलाई चाहिँ पानी खाइरहेको छु धेरै। नर्मल पानी भन्दा यसमा अलिकति टेस्ट आउँछ नि त। अनि फेरि यो टी भनेर फेरि यो पुरै ग्रिन टी त लिफ टी नै होइन कि फ्रुट टी भएको भएर। अनि म चाहिँ यो टी चाहिँ स्पेसल यस्तै बेलामा हिँड्ने बेला खान्छु भनेर मगाएको टी हो क्या। कस्तो छ टेस्ट? ठिक छ। अलिक पातलो भयो है। ठिक छ। मैले त फर्स्ट टाइम खाएको कि अब यस्तो त यतिकै ठिक छ होइन। मलाई यतिकै ठिक लाग्छ। अनि सुनौ के गर्दैछौ हेर आजभोलि बुटोलतिर? अहिले त त्यत्तिकै छु कामसाम गरेको छैन। कहिले के हुन्छ हात काटेछ अस्ति। तिमी पनि के गरेर हुन्छ। तिमी छोड्यौ भने भिडियो सिडियो? मैले नि अहिले त 1 वर्ष जति भयो आफ्नै काम गरौँ भनेर सोचिरहेको। अनि आफ्नै गर्छु भनेको फेरि के हो नमिले हुँदो रहेछ कि त्यस्तै भइरहेछ कि। आफ्नै खतरा गर्छु भनेर सोचेको प्रोजेक्ट चाहिँ डेन्जर सोध्छु त्यसलाई इम्प्लिमेन्ट गर्नलाई के भइरहेछ ठ्याक्क एरोप्लेन आएको चाहिँ आवाज सही ठुलो आउँदो रहेछ। यहाँ नजिकै छ क्या एयरपोर्ट? होला है। छैन होला यहीँबाट जाने होला कि त्यो माथिबाट गाउँघर देख्छ नि यो पनि होला सायद। होला हो होइन? हरिब देखेको यार है। रुख माथिबाट गएको झन् दामी देखेको। हो यो खिच्नुपर्ने थियो एउटा सर्ट हेर है। रुख माथिबाट गएको राम्रो देखेको। हिँड्नु भयो आमा? हजुर कति भयो यहाँ बस्न? यहीँ होला तपाईँ जन्मेको है? ए लमजुङ कता? आबै तपाईँ त मेरो गाउँको मान्छे रहेछ त। म थानसिङको।
ल मैले त गाउँकै आमा हो भेटेछु त त्यसो भए त ए कति वर्ष भयो त आउनुभएको धेरै वर्ष भयो बाबु उता ठुला दुरु भन्ने गाउँमा बुढा गामतिर छ हजुर लमजुङबाट चिताउन आएको चिताउनमा बिहे गरे हजुर अनि 4 जना छोरी लिएर यता ठुला दुरु भन्ने ठाउँमा आएको हजुर अनि त्यताबाट फेरि बसी आएर भैँसीबाटी बस्यो हजुर भैँसीबाटीबाट यहाँ सरे ए यहाँ बस्नुभएको कति भयो भैँसीबाटी नि घर छन् त यहाँ बस्नुभएको कति भयो यहाँ बसिया 5 वर्ष ए कस्तो छ राम्रो छ यहाँ बस्नलाई है हामीलाई नि आज आएको कस्तो राम्रो लाग्यो ठाउँ त हावापानी राम्रो छ हावापानी मिठो रहेछ कि यहाँको बारेमा के कसो थाहा छ हजुर यसो भनिदिनु त यो सुसाइड पोइन्ट के कसो सुसाइड पोइन्ट किन भएको किन भएको भन्दाखेरि अब त्यो मान्छे लडेर मरेको अरे सुसाइड पोइन्ट भने अरे हजुर सुसाइड गर्यो भनेर कि ए हजुर कहाँबाट उता डाँडाबाट ऊ त्यो डाँडाबाट त्यो घरभन्दा उतापट्टिबाट लड्यो अरे हजुर तल भिरमा पुग्यो अरे ए त्यसो भएर त्यस्तो नाम राख्यो यो अरे गाउँले राखेको नाम होइन गाउँले यो ठाउँको नाम चाहिँ हुनमाट भन्छन् है म्याट तपाईँ आउनुभन्दा पहिले यो सुसाइड भएको चाहिँ पहिला ए तपाईँ जित्ता नजानु भएको कति भयो जित्दा नभए त कति पो गयो उहिले जमाना फर्किनु भएको छैन है ए थानसिङ त थाहा छ तपाईँलाई थानसिङ थाहा छ नि ठुलियामा घर थियो थानसिङमा नि कहाँ हो ठुल्या को हो ठुल्यामा चाहिँ ठुलियामा नि बिचिया थियो दाईहरू थियो कता कता छ नाम भयो है नाम थाहा भयो त म खोज्थेँ म त गइरहेको छु हजुर खोइ नाम पनि त्यति थाहा भएन है बाबु सानसानो बेलामा तपाईँहरू के ऊ मेरो माइती कोइराला हो ए कोइराला भनेपछि त अनि तल कोइराला उसमा कोइराला सुवारामा। के घर त ए घर चाहिँ कोइराला फाँट हो पहिला कोइराला फाँटको ए अनि त्यहाँबाट गएर हाम्रो त्यो जित्ता राईपाली भन्ने ठाउँ छ। हजुर हजुर राईपाली राईपालीमा बसिआर छन् बाबुहरू हजुर त्यहाँबाट यता चिताउन आएको क्या ए तपाईँ त एकदम धेरै घुम्नु भएको रहेछ है तपाईँ त गुगल म्यापै रहेछ ल आमा तपाईँलाई भेटेर खुसी लाग्यो एकदमै धेरै तपाईँको नाम के आमा मेरो हजुर मेरो बोलाउने नाम त चिजकुमारी हुन्छ नि हजुर सबैमा त्यही छ हजुर अब पहिला नरनको नामहरू त जे होस् नागरिकतामा चिजकुमारी छ चिजकुमारी ए ल आमा तपाईँलाई भेटेर खुसी लाग्यो आफ्नै गाउँको पो हुँदो रहेछ झन् अब तपाईँको नि आउँछ यहाँ भिडियो टक्क बोलिरहेको सब खिचेछौँ कि थानसिङ भनेपछि त हामी त नजिकैको हो नि एकदमै नजिक यस्तो गर्दाखेरि नि होइन यसो गर्दा नि अझै योभन्दा नि नजिक है ए, मलाई पनि खुसी लाग्यो नि हो मलाई नि कस्तो खुसी लाग्यो लमजुङ भन्ने बित्तिकै एउटा एक्साइटेड फेरि जिता भन्ने बित्तिकै अर्को एक्साइटेड कि किनभने जिता थानसिङ त एउटै मुटु जस्तै हो कि मुटु कलेजै हो कि सँगैको हो कि त्यही भएर त्यो थानसिङ त त्यो उसको वन काटेपछि त आइहाल्यो नि है त्यही धिताल गाउँ काटेपछि त आइहाल्यो नि आइहाल्यो धितालहरू पनि छोडिसक्यो अहिले त सबै छोड्यो गाउँमै बेच्यो बेच्यो गाउँमै बेच्यो अरे धिताल काम ठुलै थियो कति घर थियो भन्थ्यो मैले बिर्सेँ तर गाउँ नै एउटा पोखराको एग्रिकल्चर कृषि गर्नेहरूले किन्नु भएको छ अरे त्यहाँको गाउँ नै ल खुसी लाग्यो तपाईँलाई भेटेर भनेपछि तपाईँको पहिलाको आफन्तीहरूसँग कन्ट्याक्ट छैन अहिले अब छन त मेरो आफ्नै कोखको चाहिँ यहाँ चितवनमा छन् भाइहरू हजुर एउटा भाइ उहाँ तनहुँमा दमौलीमा छ दमाउले दमौलीमा माइलो भाइ छ यता चितवन सार्दनहरू भन्ने ठाउँमा जेठो भाइ छ हजुर यहाँ कान्छो भाइ र काइलो भाइ यहाँ उसमा छन् भरतपुरमा हजुर एउटा साइलो भाइ चाहिँ को परिवार चाहिँ उहाँ कैलाली कञ्चनपुर ए एकजना कैलालीको मान्छे आउनु भएको थियो गाउँमा मैले भेटेको थिएँ कि कोइराला कैलाली गएर बसेको भनेर भन्नुभएको थियो गाउँमा एकचोटि आउँदाखेरि भेटेको थिएँ कि मैले उहाँलाई कोइराला नै होला मेरो भरा हुनसक्छ मैले नाम त बिर्सेँ एकचोटि भेट भएको 2-3 वर्ष अगाडि नै हो भेट भएको म ठ्याक्क गाउँ गएको बेला उहाँ नै आउनु भएको रहेछ अनि मेरो पुर्खौली खोज्दै आएको भन्नुभएको थियो कि उहाँले ए मान्छे होला नरेश कोइराला कि नाम त मैले बिर्सेँ फेरि सही ल आमा धेरै खुसी लाग्यो तपाईँलाई भेटेर है आफ्नै गाउँको मान्छे पो भेटिएछ चिया थप्ने थप है नथप्ने पुग्थ्यो अलि अमिलो अमिलो भयो होला तिमीलाई लास्टमा क्या यसमा स्ट्रबेरी र त्यो बेरीको फ्लेभर भएपछि अलिअलि अमिलो चाहिँ आउँछ क्या यो चियामा त्यही भएर म हिँड्न सक्दिनँ यसो यहाँ घुम्ने यहाँ आएर बस्ने हजुर कहिले यता ल्याइदिए त भन्छु केटाहरूलाई कहिले त्यता ल्याइदिए त भन्छु यो सार्दै यहाँतिर बस्छु घुम्ने बस्ने घर त त्यो माइलो छोराको हो यो मान्छे हुने खालि हजुर हजुर त्योभन्दा उतापट्टि कान्छो छोराको छ ए हजुर जे
जेठा छोराको वहाँ पर ए निलो ट्याङ्की हो ए भनेपछि तपाईँको सबै दाजुभाइ यहीँ आएर बस्नु भएको छ आफ्नो गाउँमै बनाएर अनि जेठाको घर भैँसीबारी त्यहाँ नि छ भैँसीबारी पनि जान्छु कहिले हजुर कस्तो भयो होला त्यो वन पाखा हेर्नु जानु त मन लागेको थियो कि हिँड्नु सक्दैन अब हाम्रो पूजा गर्न त उहाँ थानसिङ मालिका जान्छ नि मालिका मन्दिर अहिले त एकदम राम्रो भएको छ राम्रो भयो त एकदमै राम्रो भएको छ सुरुमा पैसा उठाउँछन् भाइहरू जान्छन् म नि पैसा पठाउँछु भेटीसेटी हो अहिले त एकदमै राम्रो भएको छ अब त त्यसलाई त धार्मिक पीठ जस्तै हुन लागिसक्यो राम्रो भएको छ त्यहाँ नभए कति वर्ष थुप्रो भयो तपाईँ ए थुप्रै भयो 20-30 वर्ष भयो 30 वर्ष नि बढी भयो आम्मामा। अब त चिन्नुहुन्न त्यहाँ गएपछि भनेपछि त हराउनुहुन्छ अब तपाईँ गयो भने अब अहिलेको नयाँ नयाँले चिन्दा नि चिन्दैन हामीलाई हो उहिलेको पुरानो मान्छे एउटा कुरा भन नि त अब के तिमी बुटोल चाहिँ कसरी पुग्यौ कि भन्न मिल्छ मिल्दैन बुटोल खै कसरी पुग्यो सानोमा त्यस्तै स्कुल लेभलको पढाइ चाहिँ कहाँ पढायो तिमीले कालिम्पोङ दार्जिलिङ दार्जिलिङ पढेको मान्छे बुटोल चाहिँ कसरी आइपुग्यो सर्टमा भन्न मिल्छ भन न मामा घरहरू हुन्थ्यो नि त्यहीँ बस्यो ए। त्यहीँ बस्यो त्यही भएर तिमीले फोटोग्राफी कसरी सुरु गर्यो कि तिमी फोटोग्राफी गर्छु भन्ने चाहिँ दिमागमा कसरी तिमीलाई एट्र्याक्ट गर्यो कि फोटोग्राफी गर्ने भन्ने म यस्तो हो मेरो सानै त्यस्तो होइन सानोमा सोख त अब पाइलट अनि पुलिस भन्ने हो कि पछि गर्दा गर्दा अब फोटोग्राफी पर त्यतिखेर पनि त्यो हुन्छ नि रिलवाला क्या रिलवाला क्यामेरा एनालग भनौँ न त्यो हुन्छ नि बारको 22 फ्रेम ऊ भएको 22वटा रिल यहाँ 36 वटा त्यो बार राख्थ्यो नि खाट दराजमा कहाँ के हो त्यो चोर्दै खिच्थ्यो हरि पिँढे खान्थेँ यार मैले यार त्यतिखेर त एउटा पनि भ्यालु हुन्थ्यो नि त फेरि कुन खिच्यो भन्ने थाहा हुँदैन कस्तो खिच्यो भन्ने पनि थाहा हुँदैन फेरि खिचिदिने भाइको हो फेरि त्यो भाइलाई थाहा छ कि नै सानो सानोमा कुदाउन नि खिच्ने क्या भाइको बहिनीको त्यो फोटोहरू छ अहिले छैन प्रिन्ट गरेको फोटोहरू एउटा दुइटा छ फ्यामिली फोटो खिचेको सानो हो मैले त्यही उसबाट बाजेको आमाको भाइ बहिनीको खिचेको छ म त्यतिखेर लगभग कति क्लास 2मा पढ्थेँ क्या 2मा 2मा पढ्दा खिचेको फोटो छ अझै फ्यामिली फोटो खिचेको फेरि मलाई पठाऊ है त्यो छ भए चाहिँ स्क्यान गरेर होइन यस्तो के मलाई पनि फोटोग्राफी चाहिँ घरमा त्यही भनौँ न 36वटा अटोमेटिक क्यामेरा भनौँ न त्यो एनालगको झ्याक्क कक गरे हान्यो करेक्ट कक गऱ्यो ख्याचेको खिच्यो मैले पनि त्यो क्यामेरा भेटाउने बित्तिकै चाहिँ खालि त्यो अहिले चाहिँ ल्यान्डस्केप भन्दो रहेछ त्यतिखेर सिन भनिन्थ्यो होइन डाँडा पाखाहरूमा त सिनेरी भनिन्थ्यो सिनेरी भनिन्थ्यो भने सिन भनौँ न त्यो सिनेरी नै अहिले आएर चाहिँ थाहा भएको यो फोटोग्राफिक टर्म पढेपछि ल्यान्डस्केप भन्दो रहेछ मलाई त्यस्तो मात्रै फोटो खिच्न मन लाग्ने मैले चाहिँ त्यस्तो खिचिदिन्थेँ क्या फोटो फेरि क्यामेरा देखेँ कि खिचिदिइहाल्ने घरमा चाहिँ लुकाएर राख्थेँ क्या क्यामेरा अनि भरे सफा गर्न जाँदाखेरि त त्यो पुरै मान्छेको भन्दा सिनको फोटो धेरै ल्यान्डस्केप फोटो धेरै गाली खान्थेँ मैले अनि त्यसरी नै लोभ बस्या रहेछ मनमा भनौँ न एउटा फोटोग्राफी तर धेरै ढिलो सिक्यो अलिकति बच्चा एजदेखि नै सिकेको भए भनौँ न एक किसिमको टाइम यङ एजबाटै सिकेको भए त त्यो म 8-9मा पढ्दा अझै पनि याद छ क्या त्यो मैले यस्तो हाई एङ्गलबाट खिचेको थिएँ क्या त्यो फोटो क्या साथीले यस्तो गरेको अनि त्यतिखेर हुन्छ नि त्यसो युनिक लागेको नि त अहिले त्यस्तै खिच्छ नि होइन माथिबाट अनि त्यस्तै अहिले सम्झिन्छु क्या मैले त्यो कुराहरू अनि पछि तिमी यो फोटोग्राफीमै गर्छु भनेर लागेपछि चाहिँ अब विदेश ट्राई गरेँ यार भएन विदेश ट्राई गरेँ अब न्युजिल्यान्ड जाने भनेर अब इन्डियामा ठगिदियो यहाँबाट पछि अनि मलाई यस्तो लाग्यो म चाहिँ अब मेरो चाहिँ क्रिएटिभ गर्न सक्छु भनेर चाहिँ अनि हात हालेको कि यहाँ फेरि म अब पहिला डान्स सब गर्ने स्पोर्ट्सतिर डान्सतिर होइन नलेज छ नि त मलाई अनि त्यही भएर अनि त्यही भएर यो स्पोर्ट्स यिनीहरू खिच्दाखेरि हरिब टाइमिङ मिल्छ क्या मेरो प्रायः त्यो बिटमा त्यो डान्सहरू गरेको बिटमा थाहा हुन्छ नि त अब कोरस पार्ट आउनु लाग्यो त्यो बिटले गर्दा क्या हो त्यस्तोहरू चाहिँ ठ्याक पक्रिहाल्ने क्या त्यो एउटा के भने त्यसलाई अब 6 सेन्स जस्तो कि त्यसलाई अब 6 सेन्स भन्नु जस्तो एउटा
माइन्ड र क्यामेराको कोल्याब भनौँ न त्यसलाई होइन ठ्याक्क कनेक्सन कोल्याब थाहा पाइदिइहाल्ने क्या ठ्याक्क ल यो हुन्छ अब यस्तो आउँछ है भनेर पहिले रेडी भइहाल्ने माइन्ड पहिले सेटअप हुने क्या होइन अब फेरि गानाहरू पनि त सुनिरहेको हुन्थ्यो नि त अब सुन्दा थाहा हुन्छ नि त अब कोरस आउँछ अब यो बिट छ अब डान्सर यस्तो गर्ला भन्ने कुराहरू के अन्त अनि अब यो हुन त सबैको नर्मल्ली क्वेसनै हुन्छ यस्तो क्वेसनहरू अब हुन त हामी यो क्वेसनको कार्यक्रम त गरेको त होइन हामीले होइन यति गफसप हो घरबाट चाहिँ यो फोटोग्राफीमा कतिको सपोर्ट थियो तिमीलाई घरमा त सपोर्टै थियो है सपोर्ट भन्नाले अब आमाहरूले बुझ्दैन भाइ बहिनीले क्यामेरा किनिदियो जमानामा त्यहाँबाट स्टार्ट भयो क्या फर्स्ट क्यामेरा बहिनीले किनिदिएको नि त त्यहाँबाट भाइ बहिनी त्यहाँबाट गर्दा प्लेन चाहिँ लास्टै आउँदो रहेछ यो एउटा चाहिँ डिस्टर्ब रहेछ यो ठाउँमा बाँकी सब ठिक छ है त न्यानो भयो नि त अघि कस्तो चिसो हो होइन अघि नाक पोलेर चिसोले अघि बाटोमा आउँदाखेरि चाहिँ धुलोले के छोडेर आएछ उता जस्तो लाग्थ्यो होइन अहिले चाहिँ जस फिल भइरहेछ ओके किप कन्टिन्यू के भन्नु थियो तिमीले त्यही हो भाइ बहिनी यताउता त्यहाँबाट आफूलाई देखाउन मन लागेको छ मैले पेन्टिङ पनि गर्थेँ नि त पहिला कालिम्पोङमा हुँदा त्यो हिसाबले पनि आर्टमा त्यही हिसाबले पनि अनि धेरै कुराहरू हेल्प भयो क्या मलाई एडिटमा यताउति अनि पछि कलर करेक्सन त्यहाँबाट पछि फेरि अनि यो फेस एडिटको लागि मैले फेरि मेकअप सिकेँ मेकअप क्या त्यसलाई चाहिने चिजहरू मैले भनौँ न सबै चिजहरू क्या हल्का अप्नाएँ सबै कुरा अब डिटेल जान्न नसके पनि बेसिक कुराहरू फेसको अब काउन्टरदेखि लिएर मेकअप होइन कहाँ के त्यही भएर आजकल त्यो फोटो खिच्दा नि त्यो मेकअप आर्टिस्टले छोडेको कुराहरू सब थाहा पाउँछु क्या मैले थाहा पाइन्छ क्या त्यो आँखाको फेसको प्लस अब सानोमा पेन्टिङ गर्ने अनि लाइटको नलेज हल्का लाइट सेडो हाइलाइट फोटो भनेकै अब लाइट त हो नि होइन फोटोग्राफी स्टार्ट भएको त्यो पेन्टिङबाट त हो आर्टबाट पहिला अब ढुङ्गामा कोरेर राख्थेँ सरले भन्थ्यो नि होइन पहिलाको आर्टिस्टहरू ढुङ्गामा कोर्ने त्यहाँबाट कागजमा गर्दा अनि फोटोग्राफी त्यसरी स्टार्ट भयो त यो तिमीले सुनाउ नि त फोटोग्राफी त्यो मैले पनि भने नि मेरो पनि बच्चामा त्यही घरमा भएको अटो एनालग क्यामेराको रिल सिद्धाउने हो पछि महँगो नि त क्यामेरा एकदमै किन्नलाई होइन कस्तो महँगो लाग्छ आजभोलिको मान्छेहरूले क्यामेरा बोकेर त दङ खान्छ भने है हाम्रो पालामा त्यस्तो क्यामेरा बोकेर हिँड्ने मान्छे त खत्रै हुन्थ्यो होइन हामी बच्चा हुँदाखेरिको कुरा गरेको कि हामीसँग प्यासन हुँदाखेरिको कुरा पछि हामीले क्यामेरा हिँड्ने बेलासम्म त एकदमै छ्यालब्यालै भइसकेको थियो हामीले ढिलो सुरु गऱ्यौँ भनिहालेँ मैले अघि तर त्यो हामीलाई बच्चा बेलामा त्यो फोटो खिच्नु मन लाग्ने बेलामा क्यामेरा किन्ने भने त त्यो त एकदमै तर हरिब चलाउन मन लाग्थ्यो क्यामेरा जसको घर क्यामेरा हुन्छ त्यो त खतरा मान्छे हो कि क्यामेरा टिभी होइन त्यो टेपहरू होइन हाम्रो घरमातिर त टेपहरू अहिले क्यासेटहरू यति धेरै छ क्या घरमा होइन अनि जस हाम्रो घरमा क्यामेरा चाहिँ थियो तर गाली खाइन्थ्यो क्यामेरै भए पनि छ्यालब्याल फोटो खिच्दिनँ त कहाँ पुग्थ्यो त नि सबैलाई मलाई त बाउले हरिब पिटेछ एकचोटि त्यो दसैँमा खिच्न ल्याएर चाहिँ खिच्न ल्याएको भनौँ त रिल सबै बाहिर जाँदै भाइ बहिनीको खिच्दै भाइ बहिनी सानो होइन रिलै गायब एक्चुअली फेरि त्यो जोड्न नआएर क्या मलाई फेरि त्यो एउटा भित्र जोड्न आएर त्यत्तिकै रिल त्यो बिग्रेर त्यस्तो घटना त्यो चाहिँ फेरि त्यो रिल हाल्ने बेलामा कस्तो रमाइलो छ कि राम्रोसँग हाल्न जाने भने चाहिँ फुल 36-37वटा आउँथ्यो होइन नत्र भए चाहिँ 32 कतिवटा हो बिर्सेँ मैले कोडाकको धेरै आउँथ्यो क्या कोडाकको चाहिँ कोडाक यासिका के थियो यासिका कोनिका यिनीहरूको कोडाकको धेरै बिक्री हुन्थ्यो त्यो फोटो स्टुडियोतिर प्रायः कोडाकको प्रचार हुन्थ्यो नि हो कोडाकको प्रचार हुन्थ्यो तिमीले अनि बुटोलमा फोटोग्राफी स्टार्ट गर्ने बेलामा कस्तो थियो त्यहाँको त्यो बुटोल त अलिक बुटोल भन्दा पनि अब यो 16-17 वर्ष भयो के अरे 16-17 वर्षमा त यस्तो छ्यापछ्यापी थिएन नि त नेपालमै थिएन प्रायः त्यही उसमा थियो के अरे फोटो स्टुडियोहरू
यो उहरू थिएन नि त यस्तो त्यहाँ पनि त्यस्तै हो सेम फ्रिलेन्सरहरू थिएन स्टार्ट गर्यो अब त्यही हो त्यहाँबाट गर्दै गर्दै जाँदा प्रचार भयो अनि यो सोसियल साइटले नै हो खासमा फोटोग्राफीलाई त्यति धेरै इन्हान्स गराएको हो कि अनि फोटोग्राफरहरूले जब पाएको धेरै पाएको नि त्यस लाग्छ किनभने अब तिमीले ठ्याक्क भन्यो नि त पबहरूको फोटो सोसियल साइटमा राखेर उनीहरूको आफ्नो पबहरूको रेस्टुरेन्टहरूको अथवा अब कुनै पनि स्टोरको चाहिँ के भन्छ अरे एड गर्दाखेरि त फोटै चाहियो नि त त्यस पछाडि नै धेरै फोटोग्राफरहरूले चान्सेस पाएको हो क्या त्यो पनि हो अलिक धेरै नेपालमा बढी त्यो फोटोग्राफरहरू उत्पादन हुनुको अनि तिमीलाई कस्तो लाग्छ तिमीले अब धेरै प्रकारको तिमीले वेडिङ पनि गर्यौ होइन अनि कमर्सियल पनि गर्यौ अनि कर्पोरेटहरू पनि गर्यौ त्यसमै परिहाल्यो सबै अनि आर्ट आफ्नै किसिमको हुन्छ नि एउटा क्रिएटिभ तिमीलाई चाहिँ सबसे मजा चाहिँ केमा लाग्यो तिमीलाई मलाई त आफ्नैमा गर्न मजा लाग्छ यार कन्सेप्सुअल गर्छु नि मैले कन्सेप्सुअल आर्टहरू नेपालमा खासै छैन नि त बुझ्दैन खासै धेरैले त्यो कन्सेप्सुअल आर्ट चाहिँ खास पेन्टिङबाट राम्रो हुन्छ क्या चाहे यस्तो होइन जे पनि एड गर्नुमा देखाउनु मिल्छ नि त फोटोमा अलिक गाह्रो हुन्छ त्यही पनि फोटोमा फेरि तिम्रो सानो डिटेलहरू अलिक गाह्रो हुन्छ देखाउनु फिल आएन भने त्यो दुःखै गयो होइन त्यो फोटोमा फिलै आएन भने त मजा आएन नि त त्यसको लागि फेरि मैले त 2-3 महिना 1 वर्षदेखि प्रिपेयर गर्छु क्या जस्तै मैले एउटा कन्सेप्सुअल यस्तो गर्नुलाई इस्युको बारेमा भनौँ न केही इस्युको बारेमा कोही के को बारेमा गर्नुलाई होइन लगभग मैले त्यो चिजको 6 महिना 1 वर्ष कम्तीमा 3-4 महिना स्टडी गर्छु क्या आफैले स्टडी गर्छु टक्क अनि पहिला स्टडी गर्दा चाहिँ अब के न जस्तो लाग्छ सब बुझिसकेपछि के जस्तो लाग्दैन कि यति चाहिँ रहेछ भन्ने त्यो स्टडी फेस होइन तिम्रो त एकचोटि त्यो रेपको गरेको थियौ नि तिमीले त्यो भिक्टिम सिरिज के त्यो चाहिँ मलाई नि एकदमै मन परेको थियो कि भिक्टिम सिरिज त एकदमै चल्यो नि त सबले मन परायो रेपको भयो त्यहाँ त्यो बोक्सीको बारेमा होइन पछि नेपाल आमाको अब त्यसको अर्को सिरिज हुँदैछ एउटा छ एउटा प्रोजेक्ट त्यो चाहिँ कति भयो यार त्यो मैले सोचेको लगभग 8-10 वर्षै भयो किन गर्न सके त्यसलाई किन नगरे अब त्यो पहिला सोच्दाखेरि चाहिँ पहिला कस्तो हुन्छ आर्ट भयो अब जस्तो हामीले जसले पनि यहाँ फोटोग्राफी भनौँ न फोटोग्राफी अरू भिडियोग्राफी जे पनि आर्टमा तिमीले के छ अब त्यो बुढी आमा हिँड्नु सकेको छैन भने हामीले फोटोमा टक्क मात्रै देखाइदिन्छौँ नि हिँड्न सके यसो गरेको होइन पहिला हाम्रो इमेज त्यो मात्रै आउँछ क्या बेसिकमा अब त्यो बढ्दै गएपछि यो किन हिँड्नु सकेन भन्दा त्यसको एजले गर्दा पनि हो कि एउटा भन्नाले हामीले फेसतिर ध्यान दिन्छ होइन एकतिर अनि बिरामीले गर्दा यो हो कि भनेर त्यसलाई बिरामी त्यो सबै स्ट्रक्चर आउने रहेछ क्या पछि पहिला चाहिँ जे हो त्यो ठ्याक्क देखिन्छ अब जस्तै चियाको फोटो खिच्छौँ नि त हामी चिया खाँदैछौँ भन्यो भने हामीले के गर्छौँ प्रायः चिया हातमा लिन्छौँ गरेर फोटो खिच्छौँ नि त होइन बेसिक भयो क्या त्यो बेसिक भयो त्यो त अब अलिक प्रोफेसन हुँदै गएपछि के गर्छौँ चिया साइडमा राख्यो नि त हुन्छ नि त हो त्यो लिटल नलेज कहाँ फ्रेक्सन हुन्छ नि त्यो चिजहरू कलेक्ट गर्ने रहेछ क्या आर्ट भनेको त्यही हो जस्तै मैले भने नि अघि हिँड्नु सकेन त खालि गरेर देखाएर मात्रै भएन क्या त्यो किन हिँड्नु सकेन त्यो फोटोमा देखिनु पऱ्यो नि त्यो कुराहरू हो त्यो चिज चाहिँ कलेक्ट गर्दा त्यो कलेक्ट केले गर्ने माइन्डले गर्ने हो कि त्यो चिज स्टडी तिम्रो त्यो रिसर्च होइन स्टडी गर्दै टाइम लाग्छ फोटोमा देख्दा सिम्पल देख्छ तर त्यो चिजलाई गर्दा धेरै कुराहरू चाहिन्छ नि त जस्तो मैले अब यो भने ब्ल्याक एन्ड व्हाइट यस्तो गर्नको लागि थुप्रो अब पहिला मैले कालो र सेतो देखाइदिएँ नि भइहाल्यो भन्ने हुन्थ्यो नि त पछि बढ्दै गयो त्यो मान्छेको मैले उ गराउनुलाई त्यो रेसिजमको क्या त्यो रेसिजमको सोचेको 8-10 वर्ष भइसक्यो होइन पछि त्यही कुराहरू माइन्ड डेभलप भएपछि धेरै कुराहरू भयो क्या अब गर्दा अब पहिला त्यतिखेर मैले 8-10 वर्ष अगाडि गरेको भए त्यो मैले 0 कस्टमा गर्थेँ क्या त्यो मेकअप गरेँ सेतो गरेँ अब अहिले त्यो बढ्दै गयो त्यो म्याचुरिटी हुन्छ नि त्यो एउटा आर्टलाई बुझ्ने तरिका नि त धेरै भइसक्यो नि त हाम्रो अनि अहिले यस्तो हिसाब गरेको यताउति सोचे अहिले डिजाइनर चाहियो के चाहियो होइन सोधेको अहिले 5-6 लाख लाग्ने रहेछ त्यो सुटको लागि मात्रै क्या मैले सोध्छु नि त सबैलाई मलाई यस्तो ड्रेस चाहियो होइन मलाई यस्तो मेकअप चाहियो हो त्यसरी गर्दा अहिले 5-6 लाख 8-9 लाख पुगिसक्यो क्या त्यो सोचाइमा मात्रै अझै 1-2 वर्षमा मात्रै त्यो त अब त्यसमा बढ्छ अझै फिल्डमा जाँदाखेरि त अझै बढ्छ फिल्डमा अझै बढ्छ दुनियाँ हुन्छ होइन मोडलहरू हुन्छ अब मोडल कुरा आउँदाखेरि पहिला जस्ट भनौँ न त
पहिला हामी के हेर्थ्यौँ राम्रो फेस हेर्थ्यौँ राम्रै केटी सिर्लिक्क जिउ परेको होइन अग्लो खोज्थ्यौँ कि पहिला होइन अब अहिले त्यस्तो चाहिएन अब जस्तो हामी के खिच्दैछौँ त्यो अनुसार स्ट्रक्चर चाहिन्छ हाम्रो कन्टेन्ट के हो भनेर मात्रै हामी मोडल खोज्छौँ कि अहिले पहिला हामी मोडल राम्रै हेरेर मात्रै कन्टेन्टतिर ध्यान जान्थ्यौँ अहिले चाहिँ हामी कन्टेन्ट के हो हाम्रो त्यो हेरेर मात्रै बल्ल मोडल चोइस गर्छौँ कि होइन तर त्यही मैले तिमीलाई त्यही भन्न खोजिरहेको थिएँ तिमीले यो फोटोग्राफी स्टार्ट गर्नुभन्दा अगाडिको आफ्नो लाइफ आफूले हेरेको लाइफ मैले आफूले खोजेको लाइफ र फोटोग्राफीको यो यत्रो 10-15 वर्ष 15 वर्ष भइसक्यो होइन यत्रो वर्ष गरिसके पछाडिको अबको लाइफ अरूलाई हेर्ने तरिका कसरी सोचिरहेको छौ तिमीले लाइफले हेर्ने तरिका भनौँ न अब मेरो लाइफ चाहिँ अब कस्तो बनाउँछु भन्ने टाइपको हुन्छ नि मेरो लाइफ त अब अनि बनाउँछु भने त्यस्तो त्यो हामीले त्यो बच्चाहरूले जस्तो त्यो म पाइलट बन्छु इन्जिनियर बन्छु भन्ने टाइपको होइन कि जे होस् एउटा हुन्छ अब यसमै हो हुन त त्यो मैले त्यो क्लासमा नि भनेको थिएँ नि एकचोटि पौडी खेल्न आउन मलाई भन्दा हाँसे थियो याद छ कि होइन त्यो कुरै नसुनिकन किन पौडी खेल्न आउन त्यसो भने अब मैले फोटोग्राफीमा हम्फाले अब यहीँ डुब्ने हो भनेको जस्तो कि अब निस्किन्न बाहिर यो छ आफ्नो तर अब अहिले होइन मैले भन्न खोजेको चाहिँ जस्तो अब 10-15 वर्ष अगाडि चाहिँ पाइलट बन्छु इन्जिनियर बन्छु अथवा फोटोग्राफर बन्छु खतरा मोडलहरूको फोटो खिच्छु होइन दामी फोटो खिच्छु ल्यान्डस्केप पनि खतरा खिच्छु पोर्ट्रेट खतरा खिच्छु राम्रो मोडल खिच्छु भन्ने थियो नि त पहिला त्यो हामीले क्यामेरा सिक्नुभन्दा अगाडि के अनि अब त्यो यत्रो 15 वर्ष मोर देन 15 वर्षको एक्सपिरियन्समा अबको चाहिँ तिम्रो हेर्ने तरिका के हेर्ने तरिका अब कस्तो सबै मिलाएर भन्छ है अब जस्तै इक्जाम्पल अब जस्तै त्यतिखेर अब भर्खर फोटोग्राफीमा लाग्छ र पाहाडमा गएर खिच्छौँ हामीले के भन्छौँ यति मात्रै ध्यान दिन्छौँ कि हामीले होइन अब अहिले चाहिँ कस्तो हुन्छ भने तिम्रो हामीले त्यो फ्रेमभित्र के छ सब नोट गर्नुपर्छ क्या अहिले मैले बुझ्न खोजेको त्यही हो कि अब त्यो हामीले के पार्ने त अब जस्तै अब कतिजना अब त्यो पहिलाको कुराहरू पनि कता कता जान्छन् मान्छेहरू फोटो खिच्न होइन कहाँ जान्छ मोडल सोडल बोकेर जान्छन् केही हिरो हिरोइनी बोकेर जान्छ सुट गर्नु यो ठाउँमा गयो त्यो खर्च तर त्यहाँ के हुन्छ त्यहाँ फेस मात्रै देखिन्छ क्या प्रायःको होइन अब जस्तै मैले यो पाहाड हेरेँ मलाई किन राम्रो लाग्यो त्यो पाहाड भन्दाखेरि मेरो आँखाको फ्रेमभित्र जति पऱ्यो त्यो चिज मेरो आँखा परेर त मलाई राम्रो लाग्यो अब त्यहाँ क्रप गर्ने बित्तिकै एउटा रुख देखेर म त्यो राम्रो लाग्छ त मलाई लाग्दैन नि त हो त्यो चिजहरू चाहिँ अहिले छुटिरहेको छ क्या अहिलेको हाम्रो यो फोटोग्राफर भनौँ न मा लाग्नेहरूको के किनभने अहिले सब युट्युबरै भयो युट्युब फोटोग्राफर भयो अलिकति हाम्रो पनि अलिकति एकाडेमिकली नभएर पनि हो जस्तै अब यो तोरी खिच भन्यो भने अहिले आएर मान्छेले तोरी मात्रै खिचिन्छ कि माया कसम बाजी राखिदिन्छ होइन तर अब अलिकति म्याच्योर अब ल्यान्डस्केपिङ हाम्रो छ नि त ठुल्ठुलो दाइहरू तिनीहरू आयो भने यो कुन ठाउँमा छ यो कहाँनिर छ यो कस्तो अवस्थामा छ यो तोरी होइन कुन गाउँमा तिनीहरूले लगभग एउटै फ्रेममा त ननिस्क्यो नि 2-3 फ्रेममा तिनीहरूले स्टोरी बताइदिन्छ क्या हो त्यो कुराहरू चाहिँ अब भनौँ न अब यो म्याच्युरिटी हो क्या हाम्रो गर्दै जाँदा अनि एउटा कुरा कस्तो भने रिस जेलोसी चाहिँ आर्टमा कहिल्यै गर्नुहुन्न मैले जसलाई नि भन्छु क्या भाइहरूलाई होइन भाइहरू साथीहरूलाई आफूभन्दा मुनि भाइहरूलाई जेलोसीको कहिले भने कि आर्ट भनेको सोचाइ हो कहिले तिम्रो राम्रो सोच आउँछ कहिले मेरो राम्रो सोच आउँछ जति सेयरिङ गरे उति नै अहिले पिस हुँदै जाने हो कि त्यही मैले त नजाने बित्तिकै सोध्छन् होइन मैले जाने कुराहरू भनिदिन्छु म नजानेको आफूभन्दा ठुलोलाई सोध्छु होइन त्यही त मलाई पनि कस्तो लाग्छ भने यो फोटोग्राफी सिक्नुभन्दा अगाडिको मेरो लाइफ नै र यो फोटोग्राफी गरेर यो भिडियोग्राफी भनौँ न डकुमेन्ट्री मेकिङ गरेर अहिलेको लाइफको मैले हुन त अब यो एजको म्याच्योरले पनि अलिकति चेन्ज भएको हुनसक्छ तर मैले सोच्ने कुराहरू एकदम डिफ्रेन्ट भएर आउँछ क्या आजभोलि तिमीले भनेको जस्तै इक्जाम्पल तिमीले तोरी अहिलेको होला तोरी खिच भने तोरी मात्रै खिच्छ भने जस्तो अब हाम्रो तर सिनियर दाहरूले आएपछि एउटा होल स्टोरी बताउँछ नि एउटा फोटोले त्यस्तै अहिलेको टाइममा आएर सोच्ने तरिका र त्यो टाइमको सोच्दा एकदम भास्ट डिफ्रेन्स भएको जस्तो लाग्छ त्यो त मैले भने नि त पहिला हामीलाई राम्रो अनुहार चाहिन्थ्यो क्या मोडल सुरुमा मैले क्यामेरा लिँदाखेरि होइन मेरो अङ्कलको क्यामेरा डिएसएलआर चाहिँ त्यो रियलवाला त पहिलाको स्टोरी भयो त्यो 8-9 पढ्दाखेरिदेखि स्टोरी भयो जब मैले डिएसएलआर लिएर खिच्न थालेँ पछाडि चाहिँ मैले जानेको त्यो नजानेको बेलामा चाहिँ त्यो नजानेको बेलामा त्यो खिचेको फोटोहरू हेर्दाखेरि त्यतिखेर कस्तो लाग्थ्यो भने चिलिक्क परेको फोटो आयो भने दामी लाग्थ्यो कि होइन अनि अरू फोटोहरू आयो भने चाहिँ राम्रो लाग्यो वाह अनि मैले खिच्न जाने जस्तो लाग्थ्यो जब क्लास लिएँ नि जब यसको फोटोग्राफी क्लास लिएर हामीले त्योको बारेमा बुझ्दै गए पछाडि त अनि फोटोग्राफी भनेको के रहेछ भने बुझ्न थालेपछि त अनि आफू त पुरै के भन्ने अब कुन संसारमा रहेछु भन्ने एउटा फेरी टेल्स भन्ने हुन्छ नि
हो त्यस्तै हुन्छ क्या दिमागमा हामी हो त्यसमै हिँडेको हुन्छौँ के होइन एउटा राम्रो केटीले मात्रै घरबार सम्हाल्छ र एक्ज्याक्टली होइन नाइस इक्जाम्पल यार होइन अनुहारले सेपले केही पनि हुन्न क्या हो त्यस्तै कुरा त एकदम अथेन्टिक चाहिन्छ क्या हरेक कुरामा होइन त्यही भएर आजभोलिको त्यो हुन त मान्छेले के भन्ला कसो भन्ला त्यो हामीलाई बाल भएन आर्टिस्ट आफ्नो सोचाइ हो आर्टिस्ट भए पछाडि अरूलाई सोचेर हिँड्ने पनि कुरा होइन आफूले के देखाउनु खोजेको छु भन्ने कुरालाई अरूले बुझ्नु पर्यो त्यति मात्रै ध्यान दिनुपर्ने हो कि होइन फेरि आजकल फेरि यो छाती र चाक वाक केही बुझ्दैन मान्छेले हो क्या तिमीले हेर न सोसियल मिडियाहरूमा तिमीले राम्रो काम गर तिमीलाई कसै मतलबै दिन्न तिमीले हल्का खिलिसिली देखाएर यसो छाइछात देखाएर यो ठाउँ देखाएर भाइरल हुन्छ त्यो मान्छे यस्तो मान्छेको हाम्रो यो चिजहरू भर्खर भित्र छ नि त नेपालमा होइन त्यही भएर त्यो मान्छेहरू त्यति त्योसँग रिले हुनु पाएको छैन क्या अहिले हाम्रो मान्छेहरू चाहिँ भनौँ न यो भिडियोतिर रमाउनु मात्रै खोज्छन् क्या यहाँ कसैलाई उसको के अरे क्वालिटीको मतलब छैन कसैलाई त्यो मतलब छैन तिनीहरू मतलब छैन अब नेपालको टप कन्टेन्ट क्रिएटर भन्छ देखेछौ नि हाल त्यो छाती र चाकबाक के हल्ला गर्नु त्यति साह्रो नभनौँ फेरि उनीहरूलाई असर गर्ला उनीहरूको आफ्नो होइन लाइफ हो देखेको कुरा हो नि त त्यो चिजमा यस्तो हो नि त यार स्विमिङ पुलमा कोही स्विम कस्टम लाएर हान्छ अनि कोही बोक्सर लाएर हम्फालिदिन्छ होइन त्यो त हो अनि त्यो यार स्विमिङ पुलमा कस्तो बोक्सर लाग्छ यार भन्ने एउटा हुन्छ नि त बोक्सर लाएर केही हुन्न तर पनि एउटा त्यो स्विमिङ पुल त्यो खोलामा त होइन नि त्यो डाइफानेको हरेक चिजको एउटा ऊ चाहिन्छ नि त होइन तिमी स्कुल जाँदा टाई लाउँछौ टोइलेट जाँदा अलिकति फुकाल्छौ जहाँ पाइ त्यहाँ जाँदा त सुट लाउनु नि त तिमी फरक हुन्छ हरेक चिजको हो त्यो कुराहरू एनालाइज सक्नुपर्छ आर्टिस्ट भएर त्यही कुरा मैले जानेको अहिले चाहिँ आर्टिस्ट भन्दा नि भाइरलको जमाना भयो भाइरलको एक्ज्याक्ट मिनिङ के हो त मलाई थाहा छैन भाइरलको 2 दिन हो जमाना के भाइरलको मिनिङ होइन तर अहिले फेरि खाएकै भाइरलले हो खाइरहेछ त्यो भएर पनि मान्छे कस्तोमा सन्तुष्टि हुन्छ भन्ने कुरा हो होइन तिमीमा जस्तै अब फोटोग्राफी भिडियोग्राफीमा छौँ हामी आर्ट फिल्डमा छ हामीले 3 गोल हान्यो हाम्रो नाममा हामीलाई सेटिस्फाई हुन्न क्या त्यहाँ फुटबल खेलेर एक्ज्याक्टली हो हामीले त्यही गोल हामीले फेरि यता फोटोग्राफी भिडियोग्राफी हान्ला नि हामीलाई मजा आउँछ क्या होइन हामीले त अहिले रङ्गशालामा गएर 3 गोल हानिदिउँला क्लबबाट हामीलाई मजा आउन्न त्यो भाइरल एकछिन हुन्छ हो बाहिर तर भित्री मनले चाहिँ आफ्नो प्यासन अर्कै खोज्छ क्या ल हुन्छ अब त म त कोइरालाकै घरमा गएर भन्छु नि छाइला कोइरालाको छोरी माइली होइन चिज कुमारी होइन म भनिहाल्छु नि त्यहाँको कोइराला त्यहाँ 1-2 जना कोइराला त बाँकी हुनुहुन्छ उहाँहरूलाई सोध्छु मभन्दा सिनियरलाई त थाहा होला हामी 50 वर्ष पुगिसक्यो अब हामीभन्दा ठुलोलाई स्योर थाहा छ तिमी के भन्दै थियौ अरे त्यो आर्टको जस्तै राइटिङको कुरा जस्तै मैले मनमा आयो नि जस्तै मैले यहाँ लेखेको छु कि आर्टको 2 लाइन लेखेको छु आर्ट इज यु होइन वाट कम्स आउट फ्रम डिफाइन्स यर एक्सिलेन्सी अल्सो इट इज इन यर फिल्ड मैले अघि भने नि यु पोर्ट्रे इट एज रियालिटी के जे हो त्यही क्या सोचमा फेक होइन क्या जस्तो फेक भन्नाले एउटा कुरा जस्तो अघि तिमीले वेडिङ कुरा गऱ्यौ म वेडिङमा अलिकति चाहिँ बिस्तारै हात किन छोडेको भने त्यहाँ रियलिस्टिकै भएन क्या त्यो वेडिङमा भनौँ न कस्तो कुन चिजमा रियलिस्टिक भएन भने अब कस्टमरहरू पनि अलिकति नेपालको त्यस्तै छ नि त अलिकति फ्यान्टासाइज टाइपको अलिकति गऱ्यो अब यस्तै दुलै मेकअप गर्छ बिचरा होइन 15-20-30 हजार बिहान 8-9 घन्टा लाएर मेकअप गर्छ अनि फोटो आउँछ तिम्रो हरियो निलो पहेँलो क्या दुलै फेस अनि मैले यस्तरी सोच्छु क्या यत्रो 15-20 हजार तिरेर त्यो पहिल्यै बनाउनु थियो त्यो किन ब्युटी पार्लर जानु पर्यो हामीले एडिटमा गरिदिन्थ्यौँ नि त अनि कतिपय कुराहरूमा हो त्यसमा चाहिँ कस्तो भयो भने अलिकति टक्राप जस्तो क्या कतिलाई मन नपर्ने फेरि हामीलाई त्यस्तो मन पर्दैन अब मेरो खुट्टा 42 छ मैले 40 लाएर हुन्छ यार त्यो मलाई चित्तै बुझेन त्यो कुराहरू किन मेरोमा त्यस्तो त्यो उहरू छैन क्या अनरियलिस्टिक कुराहरू त्यो बुझ्यौ नि अब कतिलाई यहाँ अब भनौँ न अब सुट गर्छ वेडिङको कुरा क्या मैले एज इट इज देखाउँछु कि मेरो फोटोहरू हेर न प्रायः के एज इट इज देखाउनु खोज्छु
फेरि कति क्लाइन्टहरूलाई चाहिँ त्यो मन नपर्दो रहेछ क्या अँ। होइन अघि नै भने नि कति अब यहाँ होइन आर्टहरू अहिलेको बुझ्दैन जमानाको मान्छेहरूलाई त चिल्लो फोटो आफ्नो राम्रो पछाडि ब्याकग्राउन्ड ब्लर भइ पुग्यो अहिले पनि स्टिल त्यो फोटो छ नि त्यो कलर खेलाएको त्यो ब्राइडल स्राइडल हुन्छ नि यता त्यो हरियो निलो बनाएको फोटो तिनीहरू 2 महिनापछि तिनीहरूलाई मन पर्दैन क्या त्यो फोटो जस्तै हाम्रो बाजे बजेको पालोको फोटो र अहिले भर्खरको फोटो हेर त निलो बनाएको हाम्रो त्यही मनपर्छ क्या त्यो अर्ग्यान लास्टमा गएर ओरिजिनालिटी हो क्या हामीले खोज्ने जे हो त्यही हो क्या खोज्ने मनबाट क्या अब त्यही भनौँ न अब त्यही एउटा कस्टमरले भनौँ अब त्यही ब्राइडलले आफ्नो फोटो त्यो आधी घन्टा 5 मिनट हेरोस् त्यो मन पराउन त्यसले हो त्यो त यिनीहरूले टेस्ट मात्रै खोज्छ क्या ओरिजिनालिटी खोज्दैन क्या टेस्ट त जे पनि हुनु पायो जे पनि हुनु पाएन फेरि यो भुल्छ कि टेस्ट भनेको एकछिनको लागि भुल्छन् क्या फेरि खाना खाएको जस्तो भयो कि आज मासु खाएँ भरे माछा खाएँ त्यो जिब्रोको टेस्ट जस्तो त्यो पर्सि फ्राई आँखाको गरेर खाएँ भने जस्तो भयो कि आँखाको टेस्ट एकछिनमा डगा भइदिन्छ गाँडो हुन्छ त्यो त्यही भएर सकेसम्म मैले चाहिँ अनि त्यही भएर पनि म अलिअलि बिस्तारै हो नि ब्याक भइदियो किनभने मलाई त्यो मन पर्दैन कि त्यो अब त्यो सिन्दुर हालेको हुन्छ होइन झकाझाङकुजुङ तिनीहरूको त्यो मोमेन्ट हो नि त यो के त यो टाइममा यो गतेमा यस्तो थिएँ है म यस्तो थिएँ हामी भनेर त्यो पछि रिकल गराउने होला नि त पहिल्यैमा गर्छौँ त्यो जिआइजू जस्तो गराएर यहाँ त्यो त मजा हुन्न क्या भोलिपर्सि त्यसको छोराछोरी भनौँ नाता नातिले हेर्दा कस्तो देख्छ त्यो अब जस्तै अघि मैले तिम्रो त्यो भित्तामा बाजेको फोटो हेरेँ होइन मम्मीको जस्तै अब कुनै चिजहरू होइन अघि भने नि यो जस्तै मन्दिर अथवा के ठ्याक्क देखायो भने मान्छेले खासै नोटिस गर्दैन क्या त्यहाँ कुनै चिज ग्ल्यामर चिज छ भने मान्छेले नोटिस गर्छ त्यो चिजहरू त्यो ग्ल्यामर चिज हेर्दा पनि त्यो हेर्दा त्यो पछाडिको ब्याकग्राउन्डहरू फोरग्राउन्डहरू सब देख्छ नोटिस हुन्छ क्या जस्तै अब कालिम्पोङमा म पढ्दा साथीकोमा जाँदा 700 पढ्दाखेरि सोफामा बसेको थिएँ म साथी उता कोठामा चिया के बनाउनु लाग्थ्यो अनि क्यालेन्डरमा एउटा राम्रो ताल देखेँ कि मैले निलो अनि साइडमा चाहिँ क्रिसमस ट्रीहरू के भन्छ त्यसलाई वरिपरि होइन अनि मैले सोचेँ ओहो यस्तो हाम्रो नेपालमा भइदिएको भए सिनेरी सोचेँ नि त आफ्नो देश माया लाग्छ के रहेछ यार भनेर यस्तो हेर्नु गएको राडा ताल आफ्नै देशको रहेछ क्या होइन अनि मलाई त्यो हरिब खुसी लाग्यो मलाई अनि अब त्यतिखेर त अब यस्तो थिएन सोसल साइटहरू त केही थिएन भन्दा पनि अब त्यही फोटोलाई पनि अलिकति केही भनौँ न अलिकति त्यसलाई इन्हेन्स हुने तरिकाले अथवा त्यही केही भएको भए अझै त्यतिखेर त पपुलारिटी हुन्थ्यो नि त अहिले पो ट्र्याकिङ स्याकिङ जान्छ मान्छेहरू होइन अनि हो त्यो ल्याक त्यो जुन त्यो ग्ल्यामर भनौँ न त्यो अब त्यो शृङ्गार के भन्छ हो त्यो ल्याक चाहिँ मेरो दिमागमा थियो क्या त्यही भएर मैले चाहिँ खिचेँ नि पछि जस्तै लमजुङ गएँ बेसीसर होइन लमजुङ दरबार खिचेँ मोडल राखेर अझै दरबार मात्रै खिचा डाङ्ग राखेको थियो पुरानो घर जस्तो देख्थेँ मान्छेले मतलब दिन्थेन तर त्यहाँ मोडल छ मोडललाई हेर्ने चक्करमा नि तिनीहरूले के देख्छ मैले देखेको चिज सब देख्छ क्या त्यो मोडल भनेको त्यहाँ एउटा सब टाइटल मात्रै भयो क्या होइन मेन चिज के हो त मैले देखाउन लाग्यो त्यो कसको सहायतामा मोडलको सहायतामा हो त्यो चाहिँ मैले अप्नाएर अनि पछि त्यो पोखरामा खिचेँ त्यो पोखराको कौँ डाँडामा होइन त्यहाँबाट धेरैले उ गऱ्यो त्यहाँ यो पाल्पाको के अरे रानीमहल मोडल राखेको त्यो बेलामा आजभन्दा होइन धेरै वर्ष अगाडि भर्खर फेसबुकहरू आउँदाखेरि अनि त्यतिखेरको एउटा खुसीको पार्ट चाहिँ के हो भने मलाई साँच्चीकै म यस्तै एडिट गर्दै थिएँ फोटो त्यो बेलामा अनि मलाई फोन आयो अननोन कलर होइन अनि के भन्यो भने त्यसले तपाईँले यहाँ रानीमहलमा फोटो खिच्नु भएको थियो त्यो घन्टी भएको ठाउँ देखेन भने क्या मलाई हरिब खुसी लाग्यो क्या मलाई